वास्तवमा चाहिँ यो दाइको दाह संस्कारको लागि उहाँहरू मलामी आउनुभएको हो। धेरै पाहुनहरू आफन्तजनहरूको उपस्थितिको कारणले गर्दाखेरि दाइको अन्त्येष्टि चाहिँ एकदम राम्रो हुने देखिएको छ। गाउँपालिका भेटको 4 नम्बर वडा माथि सहरेको मिक्सुर र पासाङ दाजुभाइ मध्येमा लाउरे पासाङको छोरा माइला जगु भीमबहादुर तामाङको अन्त्येष्टि हुँदैछ। यहाँ ऐतिहासिक डाँडा हो यो मूलथला भन्ने। नमस्ते, हामी दोलखा जिल्लाको मेलुङ गाउँपालिका भेटपु 8 जङ्गलको सेरोफेरोबाट यो भ्यू अवलोकन गरिरहेका छौँ। देखिरहेको सिन डाँडा खर्क सुङ्गुरे भन्छ यो गाउँहरू। यो पातालो बस्ती, हरियाली, ग्रिन भिलेज। अनि हामी चाहिँ अहिले कालो पोखरी सैलुङको यात्रामा छौँ। ऐतिहासिक काली पोखरी मेलुङ गाउँपालिका भेटपु वडा नम्बर 4 जङ्गलको बीचमा अवस्थित छ यो काली पोखरी।